Hi everyone, now my USA solo trip part 2 म डालास इन्टरनेसनल एयरपोर्टमा झरिसकेको छु। बाहिर निस्केर मैले एउटा सेल्फी खिचेँ। यता इमिग्रेसनमा अलिकति कडा हुने भएको भएले धेरै मैले फोटो खिच्न पाइनँ। त्यही पनि एक दुईटा फोटो मैले लिएँ र म इमिग्रेसनको लागि अगाडि बढेँ। अगाडि एकदमै ठुलो लाइन थियो। अमेरिकन नेसनालिटीको लागि 5 मिनट वेटिङ थियो भने अदर नेसनालिटीको लागि 25 to 30 मिनट्स वेटिङ थियो लाइनमा। लगभग धेरै मान्छेहरू थिए तर काउन्टरहरू एकदमै थोरै ओपन भएको हुनाले मलाई लगभग 30 मिनट्स जति लाइनमा बस्नु पर्यो। लाइनमा बस्दाखेरि एकदमै टायर्ड थिएँ म, किनभने एकदमै लङ ट्रिपबाट गएको हुनाले म एकदम टायर्ड थिएँ, फेरि एकदमै एक्साइटेड पनि थिएँ। त्यसपछि मेरो पालो आयो। म इमिग्रेसन अफिसरलाई हेलो सर गुड मर्निङ भने। त्यसपछि उहाँले भन्नुभयो वाइ यु केम टु अमेरिका। मैले रिप्लाई गरेँ आई केम फर टुरिज्म। त्यसपछि उहाँले सोध्नुभयो हाउ मच मनी डु यु ह्याभ। मैले भने आई ह्याभ क्रेडिट कार्ड्स एन्ड डेबिट कार्ड्स। त्यसपछि उहाँले सोध्नुभयो हाउ मच क्यास डु यु ह्याभ। आई निड $10,000 क्यास। म त्यसपछि एकदमै डराएँ, किन भन्दा आई वाज होल्डिङ ओन्ली $500 क्यास। मसँग क्रेडिट कार्ड थियो, डेबिट कार्ड थियो, तर पनि मलाई चाहिँ उहाँले क्यासै भन्नुभयो। त्यसपछि मैले आई ह्याभ $500 भनेको। त्यसपछि ओके यु क्यान गो भन्नुभयो। एउटा कुरा मैले यहाँहरू समक्ष मैले राख्न चाहेँ। उहाँहरूले एकदम इन्डाइरेक्ट क्वेसन सोध्नु हुँदो रहेछ र तपाईँले इफ यु हेभ क्यारिड टु मच मनी टु गो टु युएसए क्यास बोकेर जानुभएको छ भने तपाईँहरू चेकिङमा पर्नु हुँदो रहेछ। त्यही भएर डोन्ट क्यारी टु मच क्यास, ओन्ली क्यारी क्रेडिट कार्ड्स एन्ड डेबिट कार्ड्स। त्यसपछि म इमिग्रेसन पास गरेर बाहिर निस्केँ। बाहिर आएपछि म एकदमै खुसी थिएँ। मलाई मेरो साथी पुष्कलले बाहिर वेटिङ गरिरहनु भएको थियो। बाहिर एकदमै पानी परिरहेको थियो। पानीले मलाई स्वागत गरिरहेको थियो। म एकदमै खुसी हुँदै साथीसँग उहाँको घर पुगेँ। घरमा पुगेर हामीले एउटा फोटो लियौँ। उहाँको सानो नानु भाउजूले एकदमै राम्रोपूर्वक मलाई स्वागत गर्नुभयो। उहाँको घर अगाडि हामीले फोटो खिच्यौँ। फोटो खिचेर हामी एकछिन रेस्ट गऱ्यौँ। रेस्ट गरिसकेपछि त्यहाँको वालमार्ट भन्ने एकदमै राम्रो र चाहिँ एकदमै धेरै सुपथ मूल्यमा पाइने मार्ट रहेछ। हामी त्यहाँ गयौँ र केही सपिङ गऱ्यौँ। मैले त्यहाँ वालमार्टमा धेरै सामानहरू के रहेछ यहाँको र हामी बस्ने ठाउँ दोहाको भनेर कम्पेरिजन गरेँ। धेरै कुराहरू कोही कुराहरू महँगो थियो र धेरै कुराहरू सस्तै लागेको थियो मलाई। दुधहरू एकदम डेरी प्रोडक्टहरू एकदम सस्तो थियो। केकहरू चाहिँ थोरै महँगो थियो। यसरी हामीले त्यहाँ धेरै सपिङ गऱ्यौँ। सपिङ गरेर सबै सपिङ गऱ्यौँ, सपिङ मल हेऱ्यौँ र क्रिसमस लागि अर्को महिना थियो। क्रिसमसको लागि धेरै अफरहरू लागिरहेको थियो। यो मार्टको नाम वालमार्ट थियो। यहाँहरू कोही पनि अमेरिका जानुहुन्छ भने वालमार्टमा जानु होला र यहाँ एकदमै सुपथ मूल्यमा सामानहरू पाइन्छ। र त्यसपछि हामी घर आएर हामी फेरि एकछिन आराम गऱ्यौँ, किन भन्दा हामी एकदमै लङ टुरबाट युएसए आएका थियौँ। एकदमै थकाइ लागिरहेको थियो। हामी घरमा पुग्यौँ। घरमा पुगेपछि एकछिन आराम गऱ्यौँ। त्यसपछि फेरि हामी एकछिन घुम्न निस्क्यौँ बाहिर डाउनटाउनतिर। डाउनटाउनमा गएर एकछिन खिच्यौँ, फोटो खिच्यौँ, भिडियो लिएँ। मैले सानो क्लिप्सहरू लिएरै अगाडि बढ्यौँ र हाम्रो आजको दिन लगभग सकिसकेको थियो। त्यसपछि सरले आज हामी अर्को स्टेटमा जानुपर्छ, क्यासिनो सेन्टरमा जानुपर्छ भनेर हामी उता क्यासिनो सेन्टरतिर लाग्यौँ र बाटोमा लगभग 11 बजिसकेको थियो। हामी ओखलढुङ्गाको ओल्ड को सबैभन्दा ठुलो क्यासिनोको तर्फ लागिरहेका थियौँ। अब जीवनमा पहिलोपटक म क्यासिनो खेल्न गइरहेको थिएँ, क्यासिनो हेर्न गइरहेको थिएँ र एकदम एक्साइटेड थिएँ। र बाँकी नेक्स्ट भिडियोमा। थ्याङ्क यू।